बेला होला सायद यो चाहिँ कतिले चाहिँ अब घरको चाहिँ खानेकुराहरू पनि छोडेर यहाँ आउनु भएको छ होला। उहाँ खानेकुरा चिसो हुन्छ। अब त्यही पनि तपाईहरु चाहिँ यो आजको यो कार्यक्रममा आउनु भएको छ। त्यसैले तपाईहरुलाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। यो बेला न कुबेला भने जस्तो भयो के अहिले त यो ठिक्कको यो समय जुन छ अलि बेला पनि हैन अब यो कुबेला हो एक किसिमले भन्ने हो भने। त्यही पनि तपाईहरु आउनु भएको छ, धन्यवाद दिन्छु। र यो दोस्रो चरणको चुनावको प्रचार हो। पहिलो चरणमा म आएको थिएँ, सायद आज यो नाम दर्ता गरेको भोलिपल्ट चुनावमा नाम दर्ता गरेको भोलिपल्ट म यहाँ आएको थिएँ। पहिलो पटक तपाईहरुसँग भेटघाट पनि भएको थियो र त्यति बेला मेरो चाहिँ चुनाव चिन्ह थिएन। त्यति बेला चुनाव चिन्ह थिएन, त्यसैले मैले तपाईहरुलाई चाहिँ दोस्रो पटक चुनाव चिन्ह लिएर आउँछु भनेर भनेको थिएँ र अहिले चाहिँ मेरो चुनाव चिन्ह लिएर आएको छु। मेरो चुनाव चिन्ह पनि तपाईहरुले थाहा पाइसक्नु भयो होला। र अब चुनावको पर्चाहरू, अब चुनाव चिन्ह कस्तो हुन्छ, कसरी भोट दिने भन्ने यो के भन्छ पर्चा नमुना, मतपत्रको नमुना पनि लिएर आएको छु। र अब अहिले म धेरै कुराहरू गर्न चाहन्न, पहिला पनि अलिअलि कुरा गरेकै हो। पहिला मैले के भनेको थिएँ भने म चाहिँ अनौठो स्थितिमा चाहिँ एउटा अहिलेको उम्मेदवारमा उठेको हो। किनभने मलाई चाहिँ भदौको जुन जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलन भइसकेपछि मलाई चाहिँ अचानक मन्त्री बनाइदिए। म चाहिँ मन्त्री बन्नको लागि एकदमै सोर्स फोर्स लाएर मन्त्री भएको थिइनँ। सबैले साह्रै नै अनुरोध गरेपछि म चाहिँ मन्त्री भएको थिएँ। मन्त्री भएर चाहिँ अब 4.5 महिना जति काम गरेँ। यो 6 महिनाको लागि मन्त्री भएको हो र मैले पहिले नै भनेको थिएँ यो 6 महिनाको हो मन्त्रीले। अनि यो सरकार जुन छ अहिले जुन सरकार छ, त्यो सरकारको जुन मन्त्री थिएँ म, त्यो सरकार चाहिँ एउटा अस्थायी सरकार हो। त्यो सरकारको फुल पावर हुँदैन, पुरा धेरै अस्थायी सरकार थियो। र त्यो बेलामा मैले चाहिँ शिक्षामा केही सुधारहरू ल्याउनको लागि कानुन बनाउन खोजेको थिएँ। कानुन पनि बनाएकै हो। धेरै विज्ञहरूलाई चाहिँ राखेर अब शिक्षामा सुधार ल्याउनको लागि कानुन बनाउन खोजेको थिएँ। त्यो किन आवश्यक देखेँ भने शिक्षामा चाहिँ धेरै किसिमको चाहिँ भ्रष्टाचार हुँदो रहेछ। शिक्षामा जस्तो विश्वविद्यालय स्तरमा, स्कुल स्तरमा, सिप विकास केन्द्रका स्तरमा धेरै किसिमको भ्रष्टाचार हुने रहेछ। र त्यही भ्रष्टाचारलाई रोक्नको लागि कानुन नबनाइ नहुने देखेको हुनाले मैले चाहिँ कानुन बनाउन खोजेको थिएँ। त्यो कानुन बनाएको पनि हो र त्यसलाई पास गर्ने क्रममा त्यसलाई कानुनलाई चाहिँ राष्ट्रपतिबाट स्वीकृति गराउने क्रममा धेरै चरणहरू चाहिँ पार गरेर माथि गएर राष्ट्रपतिसम्म जानु पर्ने थियो। तर त्यहाँ चाहिँ राष्ट्रपतिसम्म पुर्याउन सकिन, किनभने समय पुगेन। यो चुनावको आचार संहिता भदौको 5 गतेदेखि भदौ होइन, माघको 5 गतेदेखि लाग्ने भनेर यो निर्वाचन आयोगले जुन आचार संहिता लगाउनु भएको हुनाले मैले चाहिँ त्यो कानुन चाहिँ पास गराउन सकिनँ। भदौको 4 गतेसम्म जबरजस्ती जसरी भए पनि मैले यो कानुन पास गराउँछु भनेर लागेको थिएँ, तर त्यो चाहिँ समय पुगेन। त्यसैले भदौको 4 गतेको बेलुकातिर मैले चाहिँ राजीनामा दिने निर्णय गरेको हो र यहाँ चुनाव लड्ने निर्णय गरेको हो भनेर अस्ति पनि भनेको छु। किनभने त्यो जुन कानुन मैले बनाएको थिएँ त्यो माथिसम्म पुगेको थियो, त्यो बिचमा गएर अड्कियो। अब त्यो कानुनलाई चाहिँ अगाडि बढाउनको लागि म आफै नै सांसद भएर चुनाव लडेर सांसद भएर अनि संसदमा गएर बल नगरेसम्म त्यो अगाडि बढ्न देखिएन। अब आउने सरकारले, चुनावपछि आउने सरकारले
त्यो कानुनलाई पास गरिदिन्छ कि गर्दिन्न केही ठेगान भएन। त्यसैले आफू नै जानुपर्ने आवश्यकता देखे। त्यो कानुन पास गर्न सकेको भएदेखि शिक्षामा धेरै सुधारहरू आउँथ्यो भन्ने चाहिँ मलाई विश्वास छ। त्यसैले त्यो अवस्थामा म चाहिँ राजीनामा दिएर यहाँ चुनाव लड्न आएको हो र म एउटा समाज सेवा गर्ने व्यक्ति हो। समाज सेवा गर्ने व्यक्ति हो। राजनीति मैले जिन्दगीमा कहिल्यै गरिनँ। त्यसो भएर म चाहिँ स्वतन्त्र उम्मेदवारको रूपमा उठेको हो। म चाहिँ समाज सेवा गर्ने